नमस्कार। आज मोटोपन अनि पेटको समस्याको बारेमा कुरा गरौँ। मोटोपनले ग्यास्ट्रिक कतिको हुन्छ कि हुन्न, पेट बिग्रन्छ कि बिग्रिन्न भन्ने कुरा यहाँहरू कतिलाई थाहा नभएको पनि हुनसक्छ र कतिले ख्याल पनि गर्नुभयो होला। मोटोपन भएपछि पेटलाई फाइदा हुन्छ कि बेफाइदा, अनि ग्यास्ट्रिक कतिको हुन्छ, ग्यास्ट्रिक भयो भने के हुन्छ भन्ने कुरा मैले अलिकति खोज गरेको छु। मोटोपन भयो भने पक्कै पनि ग्यास्ट्रिकको समस्या बढी हुन्छ। पेट पोल्ने, दुख्ने, दिशा राम्रो नहुने समस्या हुन्छन्, सँगसँगै थुप्रै समस्याहरू हुन्छन्। अब मोटोपन हाम्रो लागि फाइदा कि बेफाइदा भन्ने कुरा यहाँहरूलाई म केही जानकारी गराउँछु पेटको सन्दर्भमा, है त। मोटोपनले अन्य विशेष अन्य कुराहरूलाई नै असर पार्छ भने मैले खालि पेटको कुरा, मोटोपन र पेटको सम्बन्ध, है त। अब मोटोपनले पाचन प्रणाली, पेट, कलेजो र आन्द्रामा सबैभन्दा बढी नकारात्मक असर पार्छ भनेको उसले काम गर्ने प्रक्रिया, काम गर्ने विषयवस्तुमा एकदम असन्तुलन ल्याउँछ। काम गर्न ढिला हुन्छ, काम कसरी गर्ने भन्ने हुन्छ, है त। यस्तो हुन्छ। मोटोपनले खाना पचाउने प्रक्रियामा नै सुस्तता ल्याउँछ, एकदम ढिलो पच्छ मोटो मान्छेको लागि, अथवा मोटोपनको कारणले। खाना ढिलो पच्दाखेरि के हुन्छ, यहाँहरूले भन्नुहुन्छ नि, पेट भारी भयो, पेट खाना खाएको यहीँ बसिराख्यो, डकार आइराख्छ, धेरैपल्ट डकार आउँछ। अब अमिलो पानी पनि आउँछ, यहाँबाट माथि अमिलो पानी आउँछ, छाती पोल्छ, घाँटीमा के अड्के जस्तो हुन्छ, अनि मुखमा अमिलो पानी पनि आउँछ, मुख पनि नमिठो हुन्छ, तितो हुन्छ, दाँत कुँडिन्छसम्म भन्नुहुन्छ, होइन। त्यो यसरी फर्क्यो भने तलको एसिड, तल जानुपर्ने एसिड, खाना पचाउनु पर्ने एसिड माथि आयो भने त्यस्तो समस्या हुन्छ। अब खाना एकदमै मन्द किसिमले पच्ने बिस्तारै पच्दाखेरि हामीलाई धेरै अप्ठ्यारो हुन्छ क्या। त्यसलाई चाहिँ मन्द अग्नि भन्छ। एकदम अब पाचन प्रक्रियालाई अग्नि, आगोले जसरी पचाउँछ नि हाम्रो खानेकुराहरूलाई पकाउँछ, त्यसरी नै हाम्रो शरीरमा नि पचाउने पनि अग्नि भन्छ, है त, पेटलाई। त्यही भएर मन्द अग्नि पनि भन्छन् यसलाई। त्यसो भएर एसिडिटी बढ्छ, मैले भनिहालेँ। ग्यास्ट्रिक पोल्छ, दुख्छ, फुल्छ, होइन, त्यस्तो हुन्छ। अनि खाना नलीमा नि समस्या हुनसक्छ। मोटोपनले गर्दाखेरि यो खाना नली, फुड पाइप, एसोफेगस भन्छ, त्यसमा पनि समस्या हुन्छ। खाना खाएको चाहिँ त्यहाँ एउटा भल पनि हुन्छ, हाम्रो खाना जाने, माथिबाट जाने, तलबाट नफर्कने एउटा भल हुन्छ, स्पिङ्टर पनि भन्छ, भलमै हुन्छ। त्यो भलमा चाहिँ समस्या आयो भने त्यो खाना खाएको चाहिँ माथि आउँछ, अनि माथि आएपछि खानै माथि आयो, मुखैमा आयो भन्छ नि हाम्रो, त्यो भल बिग्रेर, है त। अनि पेटमा बोसो हुँदा पेटभित्रकोमा दबाब बढ्छ। पेटमा बोसो भयो भने पेटको भित्रको दबाब तलबाट माथि दबाब बढ्छ। दबाबले के हुन्छ, मुखमा अमिलो पानी आउँछ, अनि खाना नलीको बल्ब त बिग्रन्छ नै, अनि त्यसपछि चाहिँ खाना खाएको वात्तै माथि आउँछ। अलिकति अँठियो भने, यसो अगाडि नुग्यो भने वात्तै माथि आउँछ भन्ने चाहिँ बल्ब बिग्रेर, है त। अन्त खाना खाएको हतपत माथि आउँदैन र अमिलो पानी मुखसम्म नै आउँछ। यस्तो समस्या हुन्छ मोटोपन बढ्यो भने। मोटोपन बढ्यो भने आन्द्राको चलायमान एकदम कमजोर हुन्छ। मोटोपनले गर्दाखेरि आन्द्राको चलायमान, यसको मुभमेन्ट हुन्छ, खाना पचाउने मुभमेन्ट हुन्छ, एकदम कम हुन्छ र कब्जियत हुन्छ, होइन। मुभमेन्ट कम भयो भने कब्जियत हुन्छ। कब्जियत भएपछि पाइल्स हुन्छ। त्यसै कारण ठाउँमा मासु पलाएको जस्तो लाग्ने, पलाउने, अनि रगत पनि आउने हुन्छ, पाइल्स पनि हुन्छ। मोटो मान्छेलाई धेरै पाइल्स पनि भएको देखिएको छ, हुन्छ पनि, किनभने त्यो बाहिरको बोसोको प्रेसरले गर्दाखेरि कब्जियत हुन्छ। कब्जियतले गर्दाखेरि पाइल्स हुन्छ। त्यसो भएर फ्याटी लिभर हुन्छ, होइन। फ्याटी लिभर त्यहाँले सुनिरहनुपर्छ, फर्स्ट ग्रेड, सेकेन्ड ग्रेड, थर्ड ग्रेडसम्म बोसो जम्छ कलेजोमा। त्यसपछि के हुन्छ, त्यसपछि पाचन रस कम प्रभावकारी हुन्छ। जुन चाहिँ लिभरले पाचन रस निकाल्छ, ती रसहरू एकदम कमजोर हुन्छन्। निस्किन्छन्, तर प्रभावकारी कम हुन्छन्, थोरै निस्कन्छन्। राम्रोसँग सबै क्वालिटी एकदम जति निस्कनु पर्ने त्यस्तो खालको ननिस्केला, होइन। त्यस्तो हुन्छ र खाना पचाउने एकदम गाह्रो हुन्छ, अनि पेट पनि फुल्छ। खाना पचाउन ढिलो भयो भने पेट फुल्छ, है, यो बुझ्नुहोस्। खाना पचाउन ढिलो भयो भने पेट फुल्छ, पेट फुलिराख्यो भने डकार आउँछ, ग्यास बन्छ। त्यसो माथिबाट ग्यास डाउ डकार आइराख्ने भनेको खाना ढिलो पच्ने र ग्यास ढिलो पच्योपछि ग्यास फर्मेसन पनि बढी हुने भएर डकार धेरै आउँछ, है त। डकार आउने बिरामी त्यही भएर कमवाला खानु, अलिक थोरै खानु गरुङ्गो भयो भने तपाईँको शरीरले तपाईँले मनले इच्छा आएको जति पचाउन सकेन, है त। त्यसरी बुझ्नु पऱ्यो।
पेट फुल छ, ब्लोटिङ भयो, पेट फुल खाएको यहीँ बस्यो भन्नुहुन्छ नि कति गाह्रोसँग होइन, त्यस्तो हुन्छ। त्यसो भएर गटका ब्याक्टेरियाहरू हाम्रो खाना पचाउने आन्द्रामा त ब्याक्टेरिया हुन्छन्, कसले पचाउँछ कसले सोच्छ भन्नु हो त्यही आन्द्रामा ब्याक्टेरिया हुन्छन्, त्यसमा चाहिँ असन्तुलन आउँछ। त्यसपछि पेट फुल्ने, धेरै ग्यास बन्ने, दिशा कहिले कडा हुने कहिले राम्रै हुने, त्यस्तो खालको समस्या हुन्छ। अब बोसो बढी भयो भने है त केमा, लिभरमा बोसो बढी भयो भने त्यस्तो समस्या हुन्छ। त्यो फ्याटी लिभर राख्नु हुँदैन, त्यसलाई पनि घटाउनुपर्छ। अब मोटोपनले हर्मोनल असन्तुलन हुन्छ होइन, मोटोपनले हर्मोन असन्तुलन भएकै छ, देख्नु भएको छ। इन्सुलिन असन्तुलन भयो भने सुगर रोग लाग्छ, अनि कर्टिसोल बिगार्छ। त्यसपछि के हुन्छ, पाचन प्रक्रियाको रसमा फेरि असन्तुलन आउँछ। पाचन प्रक्रिया पचाउने जुन रस इन्जाइम हुन्छ त्यसमा असन्तुलन आउँछ, कहीँ धेरै हुन्छ कहीँ थोरै हुन्छ, कहीँ क्वालिटी हुँदैन। रस हुँदाखेरि पनि क्वालिटी हुँदैन। यहाँले पानी देख्नुभयो भने सबै पानी पिउनुहुन्छ त पिउनुहुन्न, जुन चाहिँ सफा शुद्ध पिउनुहुन्छ नि हो, त्यस्तै गरेर हाम्रो पाचन प्रक्रियाको रस बिग्रिन्छ अथवा यसको प्रभावकारी कम हुन्छ। अनि यहाँले थाहा नपाइकन स्ट्रेस रिलेटेड पेटको रोग बढ्छ। थुप्रै बिरामीहरू एन्जाइटी भयो भने एन्जाइटीको दबाई खाने, निद्रा लागेन भने निद्राको दबाई खाने, यस्तो थुप्रै समस्याहरू भएर आउनुहुन्छ नि हो। यस्तै किसिमको स्ट्रेस रिलेटेड भनेको त्यस्तो खालको पेटलाई नि स्ट्रेस हुन्छ क्या होइन, पेट इरिटेसन हुन्छ, आइबिएस भन्छ, इरिटेसन हुन्छ, त्यस्तो किसिमको समस्या हुन्छ। त्यो भएर यदि मोटोपन घटाइएन भने यस्ता समस्याहरू बढी हुन्छ। र मोटोपन हुने बिरामीलाई औषधि खाँदा अलिकति सन्चो भए जस्तो हुन्छ, छोडेपछि उस्तै हुन्छ। अनि औषधि खाँदा पनि पेटको रोग बार दोहोरिराखेको, खाँदा पनि दोहोरिराखेको हुन्छ। कहिले त्यही दबाईले ठिक गर्छ, कहिले त्यही दबाईले बिगार्छ। त्यसो भएर मोटोपन घटाउनको लागि यहाँहरूले विशेष ख्याल गर्नु होला। मोटोपन बढी भयो भने यसरी गाह्रो हुन्छ। र मोटोपन घटाउन के गाह्रो भने केही गाह्रो छैन। मोटोपन घटाउन हल्का र छिटो पच्ने खानेकुरा खानुहोस्, थोरै खानुहोस्। हल्का भनेको थोरै खानुहोस्, छिटो पच्ने कुरा भनेको कम्मल बनाएर खाने, र नियमित 1-2 घन्टा एक्सर्साइज गर्ने, रातिको खाना छोडिदिने, बेलुकामा नखाने अथवा छिटै खाने, 5-6 बजे खानुहोस्। त्यसपछि खाने नखानुहोस्। भोलिपल्ट 6 बजे, बेलुका 6 बजे खानु भने भोलिपल्ट 10 बजे खानुहोस्। अनि हल्का र पचाउन सजिलो हुने कुराहरू खानुहोस्, चबाएर खानुहोस् है त। त्यसो गर्नुहोस्। अब त्यसपछि मोटोपन घटाउन पर्यो भने यहाँलाई हामीले फेरि सहयोग गर्छौँ है त। नमस्ते, धन्यवाद।